हेलो गाइस, के छ सबैजना सन्चै आरामै? अनि आज हामीसँग भेट भएको छन् केटाहरूको। केटाहरू देखिरहेको हुन्न, के छ केटाहरू हालखबर? सरी, पब्लिक पनि टन्नै छ यार। यहाँ हामीलाई हट्न पनि गाह्रो भइसक्यो आज हामीलाई हैन। आज के हो केटा? आज ईद भएर चाहिँ धेरै आज मान्छे टन्नै छन् हैन, पुरै पार्क भइरहेको छ यार। यता उता सब पछाडिको मान्छे टन्नै छन्। यस्तै छ, रमाइलो भइरहेको। रमाइलो गरौँ भनेर धेरै मान्छे हामीलाई देखिनु लाग्ने होइन। सेन्टिफलाइट भइदियो कि बियोसै पनि हुन लागेको थियो। यो पानीले गर्दा अलिकति के हो केटाहरू, तिमीहरू बोल्दैनौ त यार? के हो भने अनि त बोल केटा, के हो त केरो नै खासमा? मेरो बोल्नु त केही छैन यार, सक्यो यार। बोल्नै आउँदैन केटाहरूलाई यार, के भन्ने हो? मेरो भाइ होइन, नयाँ नयाँ अलग बनाउँदैछ होइन, सपोर्ट गर्नु पर्यो, सपोर्ट गर्नु होइन, सबैले मन पराइदियो होइन। केही कुराहरू कमी कमजोरी छ भनेपछि होइन भन्नु होला, कमेन्ट गर्दै गर्नु कमेन्ट गर्नु होइन। त्यही हो, सुरुवात सुधार्ने कोसिस गर्छौँ होइन। त्यही त सुरुवातमा बनाउँदाखेरि सबै कुराहरू राम्रो नबनी होला होइन। केही कुराहरू गलत पनि हुन सक्छ, त्यसमा अब कमेन्ट गरेर प्रतिक्रिया दिनु होइन, आफ्नो आफ्नो। तर सपोर्ट चाहिँ गर्नु केटाहरू, सपोर्ट चाहिँ एकअर्काले सपोर्ट गर्नु पर्यो होइन, अगाडि गरिदिनु पर्यो, गरिदिनु होइन, सपोर्ट चाहिँ गर्नु। त्यसपछि गर्मी चाहिँ यहाँ लास्टै छ यार, यति गर्मी छ कि बबाले आयो, पसिना पसिना भइसकेको छ। गर्मीमा त के कुरा गर्नु होइन, 40 डिग्री भन्दा माथि पुगिसक्यो।